निमन्त्रणा निमन्त्रणा सम्पूर्णलाई सबैलाई निमन्त्रणा छ। निमन्त्रणा 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 निमन्त्रणा। नमस्कार दर्शकबिन, धेरै अन्तराल प्रसाद म मेरो आफ्नो फेसबुक पेजमा आइरहेको छु। मेरो पछाडि हेर्नुहुँदैछ सबै हाम्रा गाउँका महानुभाव हुनुहुन्छ। यो भिडियो चाहिँ किन तपाईँहरूको बिचमा आउँदैछु भनेदेखि सुरुदेखि अन्तसम्म हेरिदिनुहोस्। यो एउटा गाउँको हितको लागि हामीले बनाएको यो भिडियो हो, किनकि भिडियो सँगसँगै हामीले यहाँ सांस्कृतिक कार्यक्रम 15 तारिक हाम्रो युनाइटेड युथ सेलले अर्गनाइज गरिराख्नु भएको छ। हाम्रोमा युनाइटेड युथको भाइ बहिनीहरू मसँग जोडिराख्नु भएको छ। सोध्नेछु उहाँहरूलाई प्रोग्राम कस्तो हुन्छ र को यहाँनिर गेस्ट अनर अफ गेस्टहरू को हुनुहुन्छ म उहाँहरूलाई सोध्नेछु। र फर्स्टमा म भाइलाई सोध्नेछु है, किनकि यो भिडियो तपाईँहरू सुरुदेखि अन्तसम्म एकदमै राम्रोसँगले हेरिदिनुहोस् होला। यो सानो जग्गामा धेरै रमाइलो कार्यक्रमहरू हजुरको निम्ति पस्किन भाइ केही तपाईँले भनिदिनुहोस् गाउँलाई है, यो मेरो भिडियो हेर्ने महानुभावहरूलाई कस्तो कि तपाईँहरूको एरेन्जमेन्ट रहेको छ। सर्वप्रथम चाहिँ सम्पूर्णमा नमस्कार। र फर्स्ट अफ अल त हाम्रो युनाइटेड युथ निङथाम अर्गनाइजेसनको तर्फबाट तपाईँ हाम्रो यो सानो प्रोग्रामलाई ब्रोडकास्ट गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद टक्राउन चाहे। र यो हाम्रो फेस्टको बारेमा कुरा गर्दै जाँदाखेरि चाहिँ हामीले यो हाम्रो युवाहरूले मिलेर के सोच्यौँ भन्दाखेरि चाहिँ हाम्रो गाउँले जीवन अब टेक्नोलोजीले गर्दाखेरि अलिकति भुलिँदै गइरहेको छ, मोडर्नाइजेसनले गर्दाखेरि अलिकति भुलिँदै गइरहेको छ। त्यही कारण चाहिँ हाम्रो भिलेज टुरिज्मलाई अलिकति प्रमोट गर्न लागि चाहिँ हाम्रो सारा युवाहरू आज निक्लेका छौँ। हामी निङथामका गाउँले साथै हाम्रा युवाहरू निस्केर यही 15 तारिक फेब्रुअरी 2026 हाम्रो पहिलो ओरेन्ज कम भिलेज फेस्टिभल निङथाम हुन गइरहेको छ। र सम्पूर्णलाई मेरो तर्फबाट निमन्त्रणा चढाउन चाहे। र त्यही प्रकारले अलिकति त्यसको बारेमा इन्फर्मेसन दिनु पर्दाखेरि चाहिँ तपाईँको त्यो दिन 15 तारिक सन्डे परेको छ। त्यो दिन हाम्रो दिउँसोको प्रोग्राम चाहिँ तपाईँको पेडिफिल्ड क्याम्पिङ छ, स्मल हाइक विथ गाइड टिल हाम्रो ओरेन्ज आर्काइडसम्म तपाईँहरूलाई गाइड गरेर हाइकिङ छ, साथै ऱ्यापलिङ। अनि त्यही प्रकारले हाम्रो ट्रेडिसनल फुड आइटम्सहरू पनि डिस्प्ले हुनेछ। र मैले भनिहालेँ ओरेन्ज फेस्ट जुन सुन्तलाको लागि हाम्रो निङथाम इस्ट डिस्ट्रिक्टमा फेमस नै छ। त्यही सुन जस्तो फलिने सुन्तलालाई हामीले डेमोन्स्ट्रेसन गर्नेवाला छौँ। र त्यो साथै हाम्रो यहाँ भिलेजमा पाइने ट्रेडिसनल सामानहरू हामीले डेमोन्स्ट्रेट गर्नेछौँ। लाइभ ह्यान्डिक्राफ्ट्सहरू तपाईँहरूले बनाएको डेमोन्स्ट्रेसन हेर्न सक्नेछ। र बेलुका साँझको प्रोग्राम चाहिँ तपाईँहरूलाई हाम्रो लोकल आर्टिस्टहरू विभिन्न सिङ्गर भयो, पोइट भयो, उहाँहरू आउनु हुँदैछ। र तपाईँहरूको निम्ति बेलुकी डिजे नाइट पनि हामीले राखेको छौँ। आशा गर्छु तपाईँहरू सम्पूर्ण आइदिनुहुन्छ भने अनि हाम्रो यो पहिलो ओरेन्ज कम भिलेज फेस्टको मजा लिइदिनुहुन्छ भने म आशा राख्दछु। र सम्पूर्णलाई फेरि पनि ओके, उहाँको कुरा काट्दै गर्दाखेरि भनिदिनुहोस् यहाँ त्यो दिन चिफ गेस्ट चाहिँ तपाईँहरूले को यहाँनिर निम्ताउनु भएको छ। दिउँसोको जुन चाहिँ प्रोग्राम छ त्यो हाम्रो प्रोग्राममा चाहिँ हाम्रो माननीय लोकसभा सांसद डाक्टर इन्द्रहाङ सुब्बा सर हाम्रो चिफ गेस्ट भएर हाम्रो यो सानो प्रोग्रामलाई ग्रेस गरिदिनु हुनेछ। र त्यही प्रकारले हामीले इभिनिङको प्रोग्राममा हेर्नु पऱ्यो भने हाम्रो मनिष एन्ड द होलिगन्स आर द हेडलाइनर। जुन मनिष सुब्बा जो चाहिँ हाम्रो नेपाल भोइसको चाहिँ कन्टेस्टेन्ट पनि हुनुहुन्छ र सिक्किम आइडल सिजन 1 को विनर पनि हुनुहुन्छ। साथै उहाँसँग जोडिनुहुने को हेडलाइनर्सहरू अनमोल एन्ड द साधारण हाम्रो गाउँकै एकदमै फेमस ब्यान्ड हो। र उहाँ सँगसँगै हुनुहुन्छ हाम्रो पेमा तामाङ बहिनी जो चाहिँ सिक्किम आइडल सिजन 2 को सेकेन्ड रनर अप पनि हुनुहुन्छ। र हाम्रै गाउँ निङथामबाट निस्किएर सिक्किमको पनि नाम रोशन गरी इन्टरनेसनल लेभलमा नेपाल पोइट आइडलको टप 10 कन्टेस्टेन्ट सबिना राई बहिनी पनि त्यो दिन तपाईँहरूको अगाडि
हामीले बोलाएको छौँ र उहाँले आफ्नो प्रस्तुति राख्नुहुन्छ र सम्पूर्ण आइदिनुहुन्छ भने म आशा राख्दछु र निमन्त्रणा फेरि पनि धन्यवाद भाइलाई है र सबै हामी हेर्नुहोस् धुस्रेर फुस्रेछौँ प्रमोट गर्नु छोड्दैनौँ आउनु पनि नछोड्नुहोस् होला तपाईँहरू र बहिनीकोमा गएँ म बहिनी त्यो दिन तपाईँहरूको अर्गनाइज कस्तो छ खानपिनदेखि लिएर है तपाईँहरूको सानो दर्शक महानुभावहरू बताइदिनुहोस् न नमस्कार सर्वप्रथम त यो भिडियो मार्फत जोडिनु हुने सबै भ्युअर्सलाई म तनहाङ सुब्बाकोबाट धेरै धेरै नमस्कार र आउने 15 फेब्रुअरी 2026 मा चाहिँ हाम्रै एउटा सानो सिक्किमको एउटा इस्ट कोस्ट र सानो गाउँ बेसी हाइलाइटमा सायदै नहोला तर सानो एउटा प्राकृतिकको सुन्दरताले ग्रेस गरेको एउटा सानो गाउँ निमथाङ जो चाहिँ क्यापिटलबाट 1-2 किलोमिटर मतलब कम्ती किलोमिटर मात्रै टाढो छ त्यसमा चाहिँ हामी एउटा सानो लाइनबाट हामी एउटा युथ्सहरू चाहिँ इमर्ज भएर आइछ त्यो लाइनमा चाहिँ छ हामी आफ्नो गाउँ आफै बनाऊ जस्तोमा चाहिँ आफ्नो घरको आँगन आफूले जबसम्म सफा गर्दैन त्यसमा अरूको घर आएर सफा गरिदिँदैन भने यो हाम्रो सानो एउटा युथको एउटा सानो एउटा लाइन लिएर चाहिँ आज हामी चाहिँ अगाडि आएको छौँ ताकि हाम्रो एउटा सानो गाउँ सायदै यसमा इन्डस्ट्रियलाइजेसन ठुलो नभए पनि हाम्रो सानो गाउँमा जति पनि प्राकृतिक सुन्दरता छ यसलाई चाहिँ हामी दर्शाउन सकौँ जति पनि एउटा पब्लिक एउटा बिग मार्केटमा ल्याउन सकौँ यसको सुन्दरताहरू भनेर चाहिँ हामीले एउटा सानो युवाहरूले एउटा सानो स्टेप लिएको छौँ अनि यहाँनिर हाम्रो हुँदै गरेको प्रोग्रामको एउटा रफ ब्लु प्रिन्ट त हाम्रो एडभाइजर्सहरूले दिइरहनु भयो तपाईँहरूलाई र एउटा सानो जति पनि अथेन्टिक कुराहरू के छ त वाइ यु शुड भिजिट अरेन्ज कम भिलेज फेस्टिभल निमथाङमा हुन गइरहेको भन्दाखेरि चाहिँ यहाँनिर चाहिँ हामीले ठुलो एकदमै बिग इभेन्टहरू एकदमै बेसी ग्लिच एन्ड ग्ल्यामको ठुलो गर्नु नसकौँला सायदै तर हाम्रोमा चाहिँ हाम्रो के छ जति पनि पुर्खाहरूले लिनुभएको छ हाम्रो किनभने हाम्रो पुर्खा बाजे बराजुले हामीलाई एकदमै खेतीपाती गरेर होइन अर्ग्यानिक खाना अर्ग्यानिक कुजिनहरू दिएर जति पनि हामीलाई हुर्काउनु भएको छ त्यो चाहिँ हामी कस्तो खालको इन्भाइरोमेन्टमा हुर्क्यौँ कस्तो खालको अर्ग्यानिकली हुर्क्यौँ भनेर चाहिँ त्यो चाहिँ हामी तपाईँहरूको अगाडि एकदमै पस्किन चाहन्छौँ र अर्ग्यानिक कुजिनमा हाम्रो जति पनि अर्ग्यानिक स्टल्सहरू राखेको छ त्यसमा चाहिँ हाम्रै युवाहरू हाम्रै गाउँमा बसोबास गर्नुभएको हाम्रो दिदी बहिनी दाजुभाइहरूले चाहिँ सानो स्टेप जसमा चाहिँ हाम्रो इकोनोमिकल चेन पनि गाउँमै घुमिरहोस् भनेर चाहिँ हामीले त्यसमा अर्ग्यानिक फुडहरू अर्ग्यानिक कुजिनमा चाहिँ के छ भने तपाईँ जान्न चाहनुहुन्छ भने यसमा चाहिँ हाम्रो कोदोको ढेँडोदेखिको लिएर कोदोको रोटी फापडको रोटीदेखिको लिएर फिलुङ्गेको अचारदेखि लिएर जति पनि कोदोको ढेँडोदेखिको लिएर जति पनि छ अर्ग्यानिक फुड्सहरू जसमा चाहिँ अब यसमा चाहिँ हामीले सुनिल्याउँदा चाहिँ अहिलेको जेनेरेसनमा चाहिँ के भएको छ भन्दाखेरि चाहिँ यो फिलुङ्गेको अचार कोदोको रोटी ढेँडोहरू भन्ने कुरा चाहिँ पहिला हाम्रो बाजे बराजुले खान्थ्यो अरे नि भनेर सुनेर आएको छ तर सुनेर आउनु भएकोमा चाहिँ अब अर्ग्यानिक उहाँको टेस्ट कस्तो छ हामीले कानले त सुन्यौँ तर हामीले टेस्ट त थाहा छैन त्यही कारण त्यही हामीले युवा पिँढीलाई चाहिँ अब यो टेस्ट कस्तो हुन्छ उनीहरूले चाहिँ अब त्यो अथेन्टिक टेस्ट चाहिँ उहाँहरूको समान हाम्रो एउटा सानो गाउँदेखि लिएर चाहिँ तपाईँहरूकोपट्टि पस्किन हामी एकदमै इच्छुक मतलब हामी एकदमै त्यही छ हाम्रो मेन उयो नै अनि र चाहिँ यो अर्ग्यानिक यो स्टल्सहरूमा त अभियसली तपाईँहरूले आएर इन्जोय गर्न सक्नुहुन्छ तर यो प्रोग्रामको लागि अघि तपाईँहरू कोही भ्युवर्सलाई चाहिँ एउटा सानो कन्फ्युजन छ कि हामीलाई फी पर्छ टिकट फी पर्छ पर्दैन ह्यान त्यहाँ अब तपाईँहरू कन्फ्युजनमा हुनुहुन्छ भने चाहिँ लेडिज एन्ड जेन्टलमेन लेट मी टेल यू दिस इज एब्सोल्युटली फ्री तपाईँले यो एन्ट्री फिजमा एकदमै केही दिनु पर्दैन तर स्टल्समा अलिकति तपाईँले अब अथेन्टिक के खान्छु टेस्ट गर्छु भन्यो भने चाहिँ त्यसको लागि चाहिँ हाम्रो पनि इकोनोमिकली अलिकति दाजुभाइ बहिनीहरूले चाहिँ अलिकति अब सानो आफ्नो दुःख गरेको कमाइको अब दुःख गरेको चाहिँ एउटा फल पाओस् भनेर कम्ती अमाउन्ट्सहरू छ तर त्यसमा चाहिँ तपाईँले एकदमै अर्ग्यानिक हुन्छ नि विथ प्योर यही जमिनबाटै हुर्केको होइन यही जमिनबाट हुर्केको अन्न बालीहरूको एकदमै तपाईँले अर्ग्यानिक टेस्ट लिन सक्नुहुन्छ अन्त यो हामीले यो स्पेसको लागि पनि भन्नुपर्दाखेरि यो स्पेस चाहिँ ठुलो एकदम पण्डालहरू ठुलो भव्य रूपमा केही हुनेवाला छैन यो चाहिँ एकदमै हाम्रै अन्नबाली वर्षौपट्टि सालैमा एक होल साल खानुको लागि जति पनि ग्रेन्सहरू उगाइन्छ प्याडिजहरू उगाइन्छ त्यही खेतलाई नै हामीले एउटा सम्म पारेर एउटा सानो गठन गरेर चाहिँ हामीले अर्ग्यानिक आफ्नो एन्सेस्टरको रिचुअल्स जस्तै भनौँ न एउटा फार्मिङ त रिचुअल्स जस्तो हो त्यही कारणले गर्दा त्यसलाई नै हामीले इन्जोय गर्नको लागि चाहिँ हामीले एउटा अर्गनाइज गरेको हो यो चाहिँ सबै युवाले गरेको हो र तपाईँहरू आइदिनुहुन्छ इन्जोय गरिदिनुहुन्छ म्युजिकल नाइट्समा इन्जोय गर्नुहुन्छ विथ अर्ग्यानिक कुजिन भनेर एकदमै आशा गर्दछु र प्लिज डोन्ट फर्गेट द डेट सेभ द डेट द्याट इज अन 15 फेब्रुअरी 2026 थ्याङ्क यू ओके बहिनीले आफ्नो गाउँ आफै बनाऊ यो टपिक एकदमै राम्रो कुरा राख्नु भएको छ किनकि हो हामीले आफ्नो गाउँ आफै बनाऊ र बहिनीले भन्नु पनि हुँदै थियो आफ्नो आँगन सफा गरिदिनु अरू मान्छे आउँदैन
आफूले नै सफा गर्नुपर्छ, हाम्रो गाउँलाई आफै नै चिनाउनुपर्छ भन्ने ठुलो उद्देश्य लिएर आज हाम्रो युवा भाइ बहिनीहरू अगाडि बढिराख्नु भएको छ र ब्याकबोनमा उहाँहरू हुनुहुन्छ। जति पनि गाउँको सबैजना सबै नै परिवार नै लागेर यहाँनिर कोही बेला राति 10-11 बजीसम्म काम गरिरहेका छौँ हजुरहरूलाई इन्जोय दिनका कारण। 15 तारिक एकदमै नभुलिनु होला। र म सानो कुरा सोध्छु है, यत्रो पब्लिक्स सपोज आयो भनेदेखिलाई है हाम्रो खानापिनाहरू जति पनि हामी यहाँनिर बेच्छौँ जो चाहिँ बेच्नु नै हो, तपाईँलाई टेस्ट गराउनुको कारण कम एमाउन्टमा हामी टेस्ट गराउनुको लागि हो। र हाम्रो उहाँले पनि भनिहाल्नु हो धेरैवटा हाम्रो रिप्रेजेन्ट गर्दैछौँ उहिलेको चिजबिजहरूदेखि लिएर है। कतिजना तपाईँहरू यहाँ आएर किनेर पनि लानु सक्नुहुन्छ, त्यो अप्सन पनि छ है। कुचोदेखि लिएर तपाईँहरू यहाँको गुन्द्रीहरूदेखि लिएर होइन यो चिजहरू पनि राखेका छौँ। यो चिजहरू पनि तपाईँहरू किन्नुको लागि आउनुहोस्, किनकि अचेल त्यो पाउँदैन। एकदम सडन टाइममा एकदमै ठुलो हृदयले हामीले प्रोग्राम राखेका छौँ। हजुरहरू आइदिनु भएन, हाम्रो साथ सपोर्ट दिनुभयो भने धेरै राम्रो हुनेछ है। र उहाँहरूलाई पनि एकदमै खटेर यहाँसम्म आज 10 तारिकसम्म म्याक्सिमम् कम्प्लिट भइसक्यो। ब्याकग्राउन्ड हेर्नुहुँदैछ तपाईँले है। र आउनुहोस्, तपाईँहरू मनोरञ्जन गरिदिनु होला। हार्दिक निमन्त्रणा।